नमस्कार साथीहरू, टेक्निकल सम्बन्धी नयाँ भिडियो लिएर आउने क्रममा आज चाहिँ आधारभूत तहको अन्तिम परीक्षा फाइनल परीक्षाको मार्क अनलाइन इन्ट्री इमिसमा कसरी गर्ने त्यसको बारेमा भिडियो लिएर उपस्थित भइसकेका छु। अहिलेसम्म पनि च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला, भिडियोलाई लाइक गरेर एक शेयर गरिदिनु होला ताकि आगामी दिनमा यस्तै खाले जानकारीमूलक भिडियो बनाउन मोटिभ मिलोस्। हस् त अब लागौ डिभाइसको स्क्रिन तर्फ। सबभन्दा पहिला चाहिँ कुनै ब्राउजर छान्नु होला। म यहाँ पहिलादेखि नै क्रोम ब्राउजर छानेर राखिसकेको छु। अब यो क्रोम ब्राउजरको गुगल सर्च बारमा यहाँ टाइप गर्नु होला इमिस। यहाँ आइएस टाइप गरिसकेपछि यस्तो इन्टरफेस खुल्छ। यो आइएमआइएस मा क्लिक गर्नु होला। अब क्लिक गरिसकेपछि यहाँ इमिसको सफ्टवेयर खुलेर आइसकेको छ। अब यसमा दायाँ कुनामा हेर्न सक्नुहुन्छ इमिस लगइन छ, एउटा छ रजिस्टर नाउ। यो दुईवटा मध्ये कुनै एउटामा चाहिँ क्लिक गरेर लगइन हुन सक्नुहुन्छ। मैले इमेज क्लिक गरेर लगइन हुन सक्छु। यस्तो इन्टरफेस खुल्छ। यो चाहिँ इमिसको युजर नेम र पासवर्ड मागिरहेछ। आफ्नो विद्यालयको युजर नेम र पासवर्ड हालेर यो लगइनमा क्लिक गर्नु होला। अब लगइनमा क्लिक गरिसकेपछि यहाँ विद्यालयको इमेज खुलेर आइसकेको छ। अब मलाई यसमा के गर्नु छ त आधारभूत कक्षा 8 को फाइनल मार्क इन्ट्री गर्नु छ। त के गर्ने, यसमा बायाँ कुनामा हेर्न सक्नुहुन्छ स्कुल रिपोर्ट कार्ड, स्टुडेन्ट रेकर्ड, म्यानेज एक्जाम, इआई, पिएमटी, युएमएस, यहाँ थुप्रै चाहिँ अप्सनहरू दिएको छ। यसमध्ये हामीले के गर्ने त म्यानेज एक्जाममा क्लिक गर्ने। अब म्यानेज एक्जाममा क्लिक गरिसकेपछि यहाँ अप्सन खुलेर आएको छ सब्जेक्ट म्यानेजमेन्ट, एप्लिकेसन फर्म, एडमिट कार्ड, मार्क इन्ट्री 1 to 12, मार्क इन्ट्री 8 फाइनल। अब यसमा हामीले के गर्ने, अब त मार्क इन्ट्री 8 फाइनलमा क्लिक गरिदिने। मार्क इन्ट्री 8 फाइनलमा क्लिक गरिसकेपछि यहाँ इयर सेलेक्ट गर्नु होला। सेलेक्टेड स्कुल चाहिँ सेलेक्ट भइसकेको छ अनि इयर सेलेक्ट गर्नु होला। इयरमा 2081 सेलेक्ट गरेर यहाँ लोडमा क्लिक गरिदिनु होला। अब लोडमा क्लिक गरिसकेपछि यहाँ प्लिज वेट देखाइराखेको छ। अनि अब यहाँ सबै सब्जेक्टको मार्क इन्ट्री गर्नु छ भने डाइरेक्ट अलमा क्लिक गरिदिनु होला। हैन भने जुन विषयको मार्क इन्ट्री गर्नु छ भने त्यो विषयमा क्लिक गर्नु होला। त अहिले मलाई सबै विषयमा मार्क इन्ट्री गर्नु छ, त्यही भएर मैले अलमा क्लिक गरिराखेको छु। अलमा क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ नेपालीको दिएको छ पार्टिसिपेसन। अब 4 मा कति हाल्नुहुन्छ, कति ल्याएको छ त्यो विद्यार्थीले त्यसमा हाल्नु होला। मानु चाहिँ 3 पाएको छ, 3 हाल्ने। त्यसपछि प्र्याक्टिकल प्रोजेक्ट मार्क 36 को हुन्छ। यो 36 मा कति पाएको छ विद्यार्थीले त्यो चाहिँ यहाँ मानौ 30 पाएको छ भने 30 हाल्दिने। त्यसपछि टोटल अफ टर्म्स 10 मार्क को हुन्छ। 10 मार्कमा कति पाएको छ, मानौ 8 पाएको छ। 8 पाएको छ भने 8 हाल्दिने। त्यसपछि टोटल अफ फाइनल मार्क्स 50 मार्क को हुन्छ। 50 मार्कमा हामीले कति, मानौ 41 दिएको छ। यो भइहाल्यो। अलि माथि स्क्रोल गरौँ। अब यस्तै तरिकाले चाहिँ इंग्लिश सब्जेक्ट को, अब इंग्लिश सब्जेक्टमा पार्टिसिपेसनमा 3 हाल्दिने। फेरि चाहिँ प्र्याक्टिकल एन्ड प्रोजेक्ट छ 36 छ। यो 36 मा मानौ हामी 30 हाल्ने। अब यसमा चाहिँ टोटल अफ टर्ममा के गर्ने त जे आएको छ, जे लागेको छ त्यो हाल्दिने। 8 7 6 हैन, जे हुन्छ त्यो हाल्दिने। यसमा अब टोटल अफ फाइनल मार्क्स 50 मा कति लागेको छ, मानौ 36 लागेको छ। 36 लागेको छ भने 36 हाल्दिने। त्यसपछि अर्को सब्जेक्टमा जाने। अर्को सब्जेक्ट म्याथमेटिक्स छ। अब म्याथमेटिक्समा के गर्ने, त्यस्तै पार्टिसिपेसनमा कति आएको छ त्यति हाल्दिने। त्यसपछि प्र्याक्टिकल एन्ड प्रोजेक्टमा कति लागेको छ त्यो हाल्दिने। मानौ यहाँ लागेको छ 31 लागेको छ भने 31 हाल्दिने। त्यसपछि टोटल अफ टर्म्स 10 मार्क को हुन्छ। 10 मार्कमा कति लागेको छ
भने यहाँ 8 ल्याएको छ भने 8 हाल्दिने। टोटल अफ फाइनल मार्क यो कति ल्याएको छ त्यसमा चाहिँ 42 हाल्दिने हैन, जति ल्याएको छ त्यति। त्यसैगरी अर्को सब्जेक्ट साइन्स एन्ड टेक्नोलोजी। साइन्स एन्ड टेक्नोलोजीमा सेम तरिकाले पार्टिसिपेसन यहाँ दिएको छ 4 मार्क। टोटल 4 छ, यसमा कति ल्याएको छ त्यो हाल्दिनु होला। अनि प्र्याक्टिकल मार्क प्रोजेक्ट मार्कमा 36 को छ, त्यो कति ल्याएको छ यो विद्यार्थीले त्यो हाल्दिनु होला। टोटल अफ टर्म 10 मार्क को छ, अब यसले कति ल्याएको छ यसमा हैन त्यो हाल्नु होला। अब यसमा टोटल अफ फाइनल मार्क 50 मार्क को छ, अब यसमा कति ल्याएको छ त्यो हाल्नु होला। त्यसपछि यहाँ सोशल स्टडीमा कति ल्याएको छ, पार्टिसिपेसनमा कति ल्याएको छ त्यो यहाँ हाल्नु होला। त्यसपछि प्र्याक्टिकल एन्ड प्रोजेक्टमा कति ल्याएको छ त्यो हाल्नु होला। त्यसपछि टोटल अफ टर्म्समा 10 मार्क छ, 10 मार्क को छ, अब यसमा कति ल्याएको छ त्यो यहाँ हाल्नु होला। त्यसपछि टोटल अफ फाइनल मार्कमा छ 50 मार्क को छ, 50 मार्क को छ, अब यसमा कति ल्याएको छ यो विद्यार्थीले त्यो अनुसार हाल्नु होला। अनि यो सकेपछि हेल्थ, फिजिकल एन्ड क्रिएटिभ आर्ट, यसमा चाहिँ सेम पहिलाकै तरिका पार्टिसिपेसनमा 4 छ हैन, यसमा 4 बाट कति ल्याएको छ, त्यस्तै प्र्याक्टिकलबाट कति ल्याएको छ, टोटल अफ टर्म्सबाट कति ल्याएको छ त्यो, फेरि टोटल अफ फाइनल मार्क 50 मार्क को छ, अब यसमा कति ल्याएको छ त्यो यहाँ इन्ट्री गर्नु होला। अनि अब सबभन्दा लास्टमा छ स्थानीय पाठ्यक्रम। अब स्थानीय पाठ्यक्रममा चाहिँ यहाँ सेम पार्टिसिपेसनमा 4 छ, प्र्याक्टिकलमा 36 छ, टोटल अफ टर्ममा 10 छ, टोटल अफ फाइनल मार्कमा 50 छ। यो सबै चाहिँ हालेर यहाँ के गर्नु होला, अलि माथि स्क्रोल गरेर यहाँ सेभ हेर्न सक्नुहुन्छ, यो सेभमा क्लिक गरिदिनु होला। यदि सेभमा क्लिक गरिसकेपछि के हुन्छ त यो मार्क जति चढाएको छ त्यो सबै सेभ भइहाल्छ। र यो सेभ भइसकेपछि अब यो विद्यार्थीको ग्रेड सिट पनि हेर्न सकिन्छ, ग्रेड वाइज मार्क हेर्न सकिन्छ, ग्रेड वाइज लेजर हेर्न सकिन्छ, ग्रेड सिट हेर्न सकिन्छ, ग्रेड सर्टिफिकेट पनि हेर्न सकिन्छ। सबै चाहिँ यो मार्क सेभ भइसकेपछि हेर्न सकिन्छ। हस् त, धन्यवाद। भिडियो कस्तो लाग्यो कमेन्ट मार्फत प्रतिक्रिया दिनु होला, ताकि आगामी दिनमा यस्तै खाले जानकारीमूलक भिडियो बनाउन मोटिभ मिलोस्। हजुरहरूलाई थोरै समय छ भने यहाँ स्क्रिनमा सो भइरहेको हाम्रो भिडियोहरू एकचोटि हेरिदिनु होला। हस् त, धन्यवाद। जय नेपाल।